हेलो साथीहरू, मैले चाहिँ यो आज चाहिँ नेपाली लेटर, अब यो के लेटर अनि हिन्दीमा पनि मिल्छ, नेपालीमा पनि मिल्छ। यो लेटर चाहिँ आर्ट, यो पेन्टिङ चाहिँ स्किलको लागि चाहिँ मैले यो पेन्टिङ गरेको हो साथीहरू। अनि यसलाई चाहिँ भनेपछि यो चाहिँ मैले टेलर्स भनेर लेख्नलाई लेख्दैछु। लेख्न सुरुवात गरेँ, यसलाई लेख्दैछु। अनि यसमा चाहिँ खासमा चाहिँ मैले सेतोमा निलो कलरको प्रयोग गरेर टेलर्स लेख्दैछु। यो चाहिँ खासमा यसमा चाहिँ अब हाफमा यसलाई ब्ल्याक गरेर बोर्डर चाहिँ निलो अरे पहेँलो लाउने छु साथीहरू। यसमा चाहिँ अब यो लेटर लेख्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ यसको अक्षर साइजहरू हैन, कत्रोमा लेख्ने अनि कतिमा हाइलाइट गर्ने, के गर्ने भन्ने कुरो पहिला नै गरेर लेख्दाखेरि चाहिँ धेरै राम्रो हुनेछ। म चाहिँ यसको डिजाइनहरू अब ठुलो ठाउँमा त अब त्यही अनुसारको डिजाइन गर्नुपर्छ, सानोमा सानै खालको। यो पनि विभिन्न डिजाइनहरू हुन्छ, कहिले डिजाइन चाहिँ भने जस्तो गरेर कहिले पनि सकिँदैन साथीहरू। तपाईहरु पनि लेटर सम्बन्धी यसो लेख्ने चाहिँ चाहना गर्नुभयो भने चाहिँ सजिलै लेख्न सकिन्छ है साथीहरू। यो ब्रसको माध्यमबाट यसलाई लेख्दैछु साथीहरू। अवश्य हेर्नुहोला, म यो लेटर आर्ट सम्बन्धी पनि भिडियोहरू बनाउँदै जानेछु तपाईहरुलाई हैन। हेर्नुहोला, साथीहरूले पनि सिक्नुहोला, चाहना गर्नेले हैन। सानो कुराहरू जानेको छ भने आफैले पनि गर्न सकिन्छ हैन। कार्यालय, अफिसको बोर्डहरू, ठुल्ठुलो भित्ता वालहरूमा चाहिँ लेख्नलाई धेरै राम्रो हुनेछ साथीहरू। भन्दै फेरि पनि भिडियो बनाउँदै जानेछु साथीहरू, हेर्दै गर्नुहोला। अनि देश तथा विदेशमा हुने साथीहरूलाई चाहिँ हेर्नुहोला भन्दै ओके, बाई बाई, फेरि भेटौँला।